मेरो नाम शङ्कर महर्जन। मेरो नेपालको घर चाहिँ कीर्तिपुर काठमाडौँ। म हाल चाहिँ जर्मनमा बसोबास गर्दै आएको छु, करिब 32 वर्ष भयो। अनि मेरो व्यवसाय यो सिङ्गिङ बलको व्यवसाय हो। यो सिङ्गिङ बलको व्यवसायमा चाहिँ गुरुजीले नै मलाई चाहिँ गर्नुभएको थियो। सुरुमा आउँदाखेरि जर्मनमा आउनुभएको बेला चाहिँ उहाँले मलाई सिङ्गिङ बल एउटा चाहिँ प्रेजेन्ट दिनुभएको थियो। त्यही म पहिला हुन त उहाँ चाहिँ भन्दा पनि पहिला चाहिँ मैले स्वर्गीय बुबा पूर्णपतिज्यू उहाँ चाहिँ 40 वर्ष पहिला चाहिँ मैले उहाँसँग चाहिँ सङ्गत गर्न पाएँ, साथै उहाँसँग काम गर्न पनि 2 वर्षसम्म काम गर्न पनि पाएँ। अनि त्यस बेला चाहिँ सिङ्गिङ बल बनाउँदाखेरि मलाई सिङ्गिङ बलको विषयमा केही थाहा थिएन। त्यस बेला त्यस्तो सिङ्गिङ बल पनि चलपल पनि थिएन। तर उहाँले चाहिँ मलाई चाहिँ जर्मनमा आउनुभएको बेला चाहिँ एउटा सिङ्गिङ बल दिनुभएको थियो। त्यो बजाउँदै गर्दा मेरो मनमा पनि सिङ्गिङ बल बारेमा चाहिँ अलिकति इन्ट्रेस्टहरू बढ्दै गयो, तर खास बुझेको छैन त्यस बेला। त्यसपछि चाहिँ मैले गुरुजीसँग चाहिँ श्री कल्याण कृष्ण ताम्राकारज्यू गुरुजी उहाँसँग मैले धेरै कुराहरू उहाँसँग चाहिँ सिक्न पाएँ। र सिक्दै जाँदाखेरि मैले त्यही सिङ्गिङ बलहरू चाहिँ जर्मनमा बेच्दै आएको करिब 22 वर्ष जति भयो। र यो अनि उहाँको सिङ्गिङ बल चाहिँ यस्तो राम्रो बल बनाउनु भएको छ, सबैजनाले धेरैले मन पराउनु भएको छ। त्यस कारण म निरन्तर उहाँको बल चाहिँ बेच्दै आइरहेको छु। र अरू बल पनि मैले बेच्न खोजेको थिएँ, तर चाहिँ त्यति बेच्न सकिनँ। तर उहाँको जस्तो उहाँको बल चाहिँ यस्तो छ कि एकदम टोन पनि फाइन आउने, अनि त्यसमा चाहिँ भाइब्रेसन पनि बढी धेरै भएको। र त्यति मात्र होइन, उहाँसँग चाहिँ यो सिङ्गिङ बलको बारेमा चाहिँ धेरै कुराहरू फ्रिक्वेन्सदेखि लिएर हिलिङ फ्रिक्वेन्सहरू भयो, प्लानेटन सिङ्गिङ बल भयो, त्यस्तै चाहिँ मसाजको भयो, विभिन्न तरिकाको उहाँसँग धेरै यो आइडिया भएको हुनाले उहाँबाट मैले सिक्न पाएँ। र त्यही आइडियाहरू चाहिँ मैले जर्मनमा पनि त्यो दिनु पाएको हुनाले मैले अहिलेसम्म निरन्तर उहाँको सिङ्गिङ बल एकदम राम्रोसँग बेच्दै आएको छु। म खुसी छु। मेरो कस्टमरहरू पनि उहाँको सिङ्गिङ बल चाहिँ देखेर चाहिँ एकदम खुसी भइरहेछ। जुन बेलादेखि मैले निरन्तर सुरु गरेको थिएँ, उहाँहरू अहिलेसम्म लिइरहनु भएको छ। त्यो भनेको नि मलाई उहाँको चाहिँ सिङ्गिङ बल हुन त सबैले चाहिँ अरू पनि प्रयास गर्यो होला, तर उहाँ जस्तो नभएको हुनाले नै मसँग चाहिँ त्यो निरन्तर सिङ्गिङ बल लिएको हुनु पनि सक्छ। अनि त्यस कारण चाहिँ अहिले साँच्चै भन्नुपर्दाखेरि नेपाल मात्र होइन, उहाँ जस्तो चाहिँ सिङ्गिङ बल चाहिँ विश्वमै एउटा चाहिँ नमुनाको रूपमा छ। किन भन्दाखेरि अहिलेसम्म इन्डियाले पनि बनाउन सकेका छैन, नेपालमा पनि कहीँ पनि देखाएको छैन। म 20-22 वर्षसम्म निरन्तर लागिरहेको थिएँ। त्यति क्वालिटीको, त्यति फाइन त्यस्तो चाहिँ बनाउन सकेको मैले बनाएको चाहिँ सिङ्गिङ बल देखेको छैन। अनि उहाँको कस्तो छ भन्दाखेरि अर्को कुरा, एकदम फेयर हुनुहुन्छ कि फेयर काम गर्नुहुन्छ उहाँले। पुरानो अहिलेसम्म पनि जति पनि उहाँका चाहिँ काम गर्ने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू अहिलेसम्म मैले अब जवानमा देखेको अहिलेसम्म उहाँहरू हुनुहुन्छ भनेको कुरा। उहाँ चाहिँ फेयर भएको हुनाले पनि उहाँ निरन्तर लागिरहनु भएको होला, सायद उहाँ केही काम गरिरहनु भएको छ, काम पनि यस्तो राम्रो छ कि त्यस कारण म उहाँको सिङ्गिङ बलमा एकदम म खुसी छु। र उहाँले पटक 19कोमा चाहिँ प्राइज पनि जित्नु भएको छ, र 2004, 2007 त्यस्तै निरन्तर जित्नु भएको छ। त्यस कारण म एकदम उहाँप्रति म खुसी छु। मैले अर्डर दिने चाहिँ सामानहरू कस्तो छ भन्दा उहाँसँग चाहिँ अर्डर दिनुको लागि एकदम सजिलो छ। र म कहिलेकाहीँ कल पनि गर्छु, र अर्डर टाइममै आउँछ। उहाँसँग चाहिँ तयारी कहिले प्रायः जस्तो तयारी नै भइरहेको हुन्छ। र अनि एउटा के सबभन्दा राम्रो भन्दाखेरि उहाँको चाहिँ जति पनि सामानहरू छ एकदम कन्ट्रोल गरेर पठाउनुहुन्छ कि कुनै पनि एउटा पनि फुटेको हुँदैन। र राम्रोसँग जस्तो हामीले अर्डर गरेको हुन्छ त्यस्तै आउँछन्, जति सेन्टिमिटर भनेको छ त्यस्तै आउँछन्। र त्यस कारण चाहिँ उहाँप्रति चाहिँ म यो काम गर्न चाहिँ एकदमै खुसी छु। तर कस्तो छ भन्दाखेरि मैले अर्डर गर्दाखेरि यहाँ नेपालमा चाहिँ धेरै फेस्टिभलहरू छ, जस्तै दसैँ भयो, छठ पर्व भयो, त्यस्तै धेरै भएको हुनाले उहाँले कहिलेकाहीँ कस्तो अर्डर दिँदाखेरि चाहिँ
त्यो समय चाहिँ एकदम ख्याल गर्नुपर्ने रहेछ। त्यसबेला अर्डर गर्दाखेरि कहिलेकाहीँ चाहिँ सामान चाहिँ ढिलो हुनसक्छ, किन कामदार नहुनसक्छ र त्यस कारण चाहिँ त्यो चाहिँ ख्याल गर्नु। म कहिलेकाहीँ चाहिँ त्यो चाहिँ ख्याल गर्दिनँ। अर्डर दिँदाखेरि कहिलेकाहीँ ढिलो हुन्छ, अनि उहाँले भन्नुहुन्छ कि अहिले चाहिँ दसैँ छ, छठ पर्व छ, 1.5 महिनासम्म चाहिँ कामदारहरू आउनुहुन्न भन्नुहुन्छ। त्यस कारण चाहिँ त्यसबेला चाहिँ मेरो चाहिँ समयमा अलिकति सामान चाहिँ आउँदैन, नभए चाहिँ अरू बेला चाहिँ राम्रोसँग सामान चाहिँ मैले उहाँले डेलिभरी गर्नुहुन्छ। म यो लाइनमा लागेको र मेरो चाहिँ सिङ्गबल बेचेर म किन भन्दाखेरि आफ्नो देशको पनि सामान पनि भयो। त्यस कारण चाहिँ एकदम खुसी छु। धन्यवाद।